सबैजनालाई स्वागत छ आजको भिडियोमा। आज मैले इपिएस टपिकको मोडेल क्वेसन सल्भ गर्नेतर्फ लाँदैछु। सबैजनाले मन परेमा लाइक गर्नुहोला। यो क्वेसनमा चाहिँ कति आएको छ भन्दाखेरि 36 आएको छ है त मेरो। अब सुरु गर्छु। थाम खुरिमुल फोगो भनेको तलको चित्रलाई हेरेर माजुन थाना ना भनेको है त। ल म बुझाउँछु है त। माजुन थाना भनेको शब्द वा मुन्जाङ भनेको वाक्यलाई खोरो सिप्सियो छान्नुहोस् भनेको छ। यो के हो? यो के हो भन्दाखेरि नेम्बी भनेको डेक्ची, छन्गी फाप्सोत भनेको राइस कुकर, इलेक्ट्रिक राइस कुकर, अनि त्यसपछि तुक्फेगी भनेको सेरामिकको भाँडो, अनि फ्राई प्यान भनेको अन्डाहरू पकाउने है त। यसको एन्सर चाहिँ तुक्फेगी हुन्छ। ल है त साथीहरू, मन परे सब्सक्राइब गर्नु होला है त। नम्बर 2, यो के गरिरहेको भन्दाखेरि हात काटेको र यसमा बेरिरहेको। त्यसको एन्सर फान्छाङ्गो रुल फुछीको इस्सुम्निदा हुन्छ एन्सर चाहिँ है त। र भनेको छ फुङदे रुल खामगो इस्सुम्निदा। फुङदे भनेको ब्यान्डेज हो। फुङदे म लेखिदिन्छु है त। यो भनेको ब्यान्डेज। खाम्दा भनेको बाँध्नु है। खाम्दा भनेको बाँध्नु हुन्छ, बाँधिरहेको छ भन्यो। यान्गो भनेको मलम फारुदा भनेको दलिरहेको छ भन्यो होइन। अनि त्यसपछि साङछागा नागो इस्सुम्निदा। साङछा खानादा भनेको घाउ चोटपटक लाग्नु भनेको होइन, तर यो फान्छाङ्गो घाउटेप लगाइरहेको छ। अब फेरि अर्को है त। थाम थाना वा ख्वान्गे इन्नुन गसुन म सिम्निका के हो भनेपछि यो केलाई ट्याप गर्ने भन्दाखेरि ख्वान्गे है। ख्वान्गे भनेको सम्बन्ध हुने है त। सम्बन्ध हुने। अब छन्जुक्यो भनेको अनि त्यसपछि यो क्रिस्चियनको हुन्छ। इस्लामक्यो भनेको मुसलमान धर्म, फुल्क्यो भनेको बुद्ध धर्म, अनि त्यसपछि खिदोक्यो भनेको नि क्रिस्चियन धर्म है त। यो सबै केमा पर्छ भन्दाखेरि खानगाङ भनेको स्वास्थ्य है त। खानगाङ भनेको स्वास्थ्य, छोङ्ग्यो भनेको धर्म, हाक्यो भनेको स्कुल, फ्याङवान भनेको हस्पिटल। यसको एन्सर हुन्छ छोङ्ग्यो। थाम थाना उई भनेको शब्दको, फिसुथानमाल मुहत इम्निदा म सिम्निका के हो भनेको होइन। फ्योरुल सादा भनेको फ्यो भनेको के हो? टिकटलाई किन्ने भनेको किन्नेको ठ्याक्कै उल्टो अर्थ सिमिलर मिनिङ है त। यो फिसुथानमाल भनेको सिमिलर, किन्नेको सिमिलर भनेको कुन्था। किन्दाखेरि के हो त? च्यातेर अथवा चुडाएर दिन्छ, त्यही भएर कुन्था हुन्छ। सादा भनेको सस्तो, फिसादा महँगो, त्यही भएर इन्टु हुन्छ। छारुदा भनेको नि यो इन्टु हुन्छ, काट्नु है त यो। अब अर्को छ फिन्खाने थुरखाल्सु खाजङ खाली ठाउँमा भित्र जाने सबैभन्दा आल्माजुन भनेको मिल्ने कुरा छान्नुहोस्। 5 नम्बरमा यो चाहिँ मेरो बिग्रेको छ है, त्यही भएर तपाईँहरूलाई देखाउँदैछु। छिङ्गु वा साथीसँग फिल्मलाई फ्योगा टिकट, मेजिन भनेको बिक्री समाप्त थोयासा भएर, सोपिङउल हेसुम्निदा सोपिङ चाहिँ गरेँ। किन सोपिङ गर्न गएँ भन्दाखेरि अब याङवा रुल फिल्मलाई के हो त? फोनुन्दे भनेको हेर्नाले होइन, फोर्यागो भनेको हेर्ने विचार गरेकोले यो मिल्दैन। अनि फोर्या दागा भनेको हेर्ने विचार गर्दै हो है, यही हो एन्सर।
सही एन्सर यो हो। अनि फो दागा भनेको हेर्दै, अब हेर्दै त मिल्दैन होइन, त्यही भएर यो हुन्छ। अब अर्को खाले भन्छ आल्लिसी आल्लिसीगा आल्लिसीगा इबने संजकी मान छोजसयो। यो पटकको संजक चाहिँ धेरै राम्रो भयो भनेपछि नाले ने हजुर साँच्चै छालथैस्नेय भनेको राम्रो भयो। छिन्छ साँच्चै डडड खोङ्बो हेस्सायो भनेको एन्सर यो हुन्छ है त यो। यल्सिनी भनेको मेहनत साथ पढेर हो। खुन्याङ भनेको त्यत्तिकै। खाउई भनेको झन्डै खासै। खानदानी भनेको सरल अथवा सहज रूपमा। एन्सर यो हुन्छ है त। ल अब फेरि अर्को क्वेसन नम्बर 7। इसाहागो छिप छाङ्निगा भनेको बसाइ सरेको घर व्यवस्थापन सबै थाहा भनेको सबै थोइमेन भयो भने छिङ्गुदुलगा साथीसँग र सनसिङ उल भनेको शिक्षकलाई डडड फाथिरुल हाल्कायो भनेको के गरेर भन्दाखेरि याक्सोक हेसा भनेको बाचा गरेर, छोदे हेसा भनेको निम्तो गरेर। एन्सर यही हुन्छ है त, निम्तो गरेर पार्टी गर्नेछु हुन्छ। खेसान हेसा भनेको हिसाब गरेर, अनि आन्ने हेसा जानकारी गराएर। मिल्दैन यो। क्वेसन नम्बर 8। अझै थारिरुल हिजो खुट्टालाई थाछ्यास सुम्निदा चोट लाग्यो। खरुमेन हिँड्यो भने थारीगा खुट्टा नमु अत्ति आफुम्निदा अत्ति दुख्छ होइन। खुरेछ त्यसैले फ्याङ्वान एक खास हस्पिटलमा गएर छिर्यौरुल। अब उपचार के हो त, उपचार फोनेरियाको हामीदा बिताउने विचार गरेको हो कि सिकिरियाको हामीदा भनेको अर्डर गर्ने विचार हो कि फातुरियाको हामी त उपचार फात्ता हुन्छ है, उपचार फात्ता, त्यही भएर यो हुन्छ। अनि त्यसपछि यो मान्दुरियाको हामी त बनाउने विचार हुँदैन। फेरि अब आयो है त क्वेसन नम्बर अब 9मा आयो। क्वेसन नम्बर 9मा इ फ्योजिनुन मुसुन तुत इम्निदा के अर्थ भन्दाखेरि आगोमा, यो चाहिँ बाल्टी हो है, यो बाल्टीले पानी खन्याएको। यो भनेको आगोमा पानी नहाला भनेको है त, त्यही भएर एन्सर मुल्लो फुरुल कुजिमा सियो। पानीद्वारा आगो ननिभाउनुहोस् हुन्छ। यो छाङ्गाबुल छाग्योङ हाजिमा स्यो भनेको पन्जा प्रयोग नगर्नुहोस्। थाम्बेरुल फ्युजिमा स्यो भनेको चुरोट नपिउनुहोस्। थोङहे हाजिमा स्यो भनेको सिधा नजानुहोस् है त। अब क्वेसन नम्बर 10। यी सारमे इरुमुन मसिमनिका यो सारमको मानिसको नाम के हो भनेपछि साङमेङ भनेको नि नामै हो, त्यसैले युजिन। एन्सर के हो, युजिन इम्निदा। ल अब अर्को है त फेरि थाम उल इतको माच्यानुन गसुल खुर्सिप्सियो नमिल्ने कुरो छान्नुहोस्। अब यहाँ भनेको छ उम्न्युसु मुर्यो कुपन पेय पदार्थ निशुल्कमा कुपन भनेको छ है। इल्सिफेक छन्मान है त, इमान वान इसाङ छुमुन हाम्यान भनेको भन्दा माथि। अर्डर गरे भने उम्न्युसु पेय पदार्थ हान्जान भनेको एकवटा जानमा गन्छ है त कपहरूलाई, त्यही भएर एकवटा अझै फ्रीमा भनेको छ। सायोङ खिगान प्रयोग अवधि भनेको छ होइन, प्रयोग अवधि चाहिँ सिप इवाल इरिलदेखि इरवाल सामसिबिल भनेको छ होइन। अब यहाँ गर्नुपर्छ 12को 1 देखि अब 13को 1 सम्म कति हुन्छ, 13को 1 सम्म भनेको 1 महिना, 2को ठ्याक्क अब भनेको ठ्याक्कै यो 2 महिना हुन्छ है त।
तर यहाँ भनेको छ नमिल्ने, त्यही भएर भनेको छ हान्दाल थोङान सायुङ हान सु सुम्निदा। 1 महिना अवधि प्रयोग गर्न सकिन्छ, होइन 2 महिना हो। अरू त अब नपढे पनि हुन्छ है त, एन्सर भेटिसक्यो। थाम खुरिपु थियन सल्मेङ उरो माचुन गसुल मोसिमनिका के हो भनेको छ छियाम हागु। छियाम हादा भनेको छियाम हागु सिफुन हानगुक नोरी। अनुभव गर्न मन लाग्ने कोरियन नोरी भनेको खेलहरू होइन। सबभन्दा बढी केमा छ हानबोक इप्की 40%, अनि त्यसपछि युथनोरी 30%। अब यहाँ चाहिँ भनेको छ हानबोक उल इब फोगो सिफुन सारम खाजङ मान सुम्निदा हो है 40%, त्यही भएर यही एन्सर हुन्छ। अनि त्यसपछि यहाँ भनेको छ सोङफ्यान मान थुर्किनुन थेदाब इ खाजङ नोक्के फोइम्निदा यो होइन। हानबुक इप्किरानुन थेदाब इ छलवानी नाम सुम्निदा। कोरियन, यो हानबुक भनेको कोरियन ड्रेस है। कोरियन ड्रेस इप्किरानुन भनेको लगाउने, थेदाब इ छलवानी नम्निदा भनेको आधाभन्दा बढी छ अरे है त। यो होइन है त, यो पनि होइन। युथनोरी इरानुन, युथनोरी भन्ने, थेदाब इ दु बन्चेरो छक्सुम्निदा छक्ता भनेको थोरै छ अरे है, सेकेन्ड स्थानमा होइन यो। युथनोरी त 30% हो। अनि त्यसपछि त्यही भएर यो मिल्दैन, एन्सर यो। अब अर्को है त, 13 नम्बरमा छ फिन्काने खाजङ आलमाजुन गसुल मिल्ने कुरा छन्जा छेपुम साया हानुन्दे। इलेक्ट्रोनिक सामान किन्नु परेकोले खाब्याउन भनेको हालुक कुरा महँगो रहेछ। अनि नाले भन्छ माझायो ठिक छ। सान गसुल भनेको सस्तो कुरा अति के हो त ड थुल्दा भनेको उचाल्नु, उचालेर, थुल्गो भनेको उचालेर, थानिल्सु आपको भनेको आवाज जवाज सक्दैन। कस्तो भन्दाखेरि मुगवस भनेको गरुङ्गो भएर, छागस थोरै भएर, अनि छागस सानो भएर, अनि येपस भनेको बिजी के अरे सुन्दर भएर। अब अर्को छ सेरो इसा खान छिबुल आतेयो। नयाँ बसाइसराई गरेको घर कस्तो छ भनेपछि छुब्यानी भनेको के हो वरिपरि छोयोङ हान फ्यानियो प्रश्न गरेको वरिपरि शान्त र सजिलो रहेछ भनेपछि नाले के हुन्छ आनियो होइन। अब नाले के हुन्छ आनियो सेङ्गाक बोदा सोचेको भन्दा ड छोगुम हुहोइ हागो इसायो। सेङ्गाक बोदा सिकुरावसा हल्ला भएर थोरै हुहोइ हादा भनेको पश्चाताप भइरहेको छ। अनि उयाम हादा भनेको के हो जोखिम भएर, थारावसा भनेको फोहोर भएर, फिसासा भनेको महँगो भएर है त। क्वेसन नम्बर 15 अब थम मिचुल चिन फुबुनी माजुन मुन्जाङुल खुर्सिप्स्यो। मिचुल भनेको अन्डरलाइन गरेको भाग मिल्ने कुरो छान्नुहोस् रे ल। प्राय छाजु हिमदुल नुन होइन हिमदुनुन हुन्छ है त। इरी मोए यो छनुन केकुत हेसा होइन हेनुन होइन केकुत हानुन हुन्छ यसमा। अनि छेल थोनुल फाल्नुन हुँदैन, फाल्दा भने कमाउनु, यसमा फाल्दा होइन फनुन चाहिँ हुन्छ, फनुन। छिगाप मोए यो सबभन्दा पैसा बढी कमाउने काम के हो। छिगुम अहिले थुत्नुन उमाक उन के पप इयो। अहिले सुन्ने गीत चाहिँ कोरियन पप हो रे। यो थुत्ता छ नि, यो थुत्ता भनेको थुल्दाबाट भएको, थुल्दा भनेको उचाल्नु हो, अनि द हटाएर के अरे हो थुल्दा रिउलबाट भएर, अनि त्यसपछि रिउल हटाएर द गरेको है त।
16 फ्यान्जिरुल सुल्लेयो। फ्यान्जी भनेको चिठी, सुदा भनेको लेख्नु, सु उ भावेल इन्डिङ भयो भने लाल्लेयो हुन्छ, यो मिस्टेक उल्लेयो छ। आदिएसा मान्दुल्लेयो हुँदैन, मान्दुल्लेयो चाहिँ हुन्छ, उल्लेयो हुँदैन। अब यता छन्याक ए मल हेल्लेयो हुँदैन, हाल्लेयो हुन्छ। हानगुक उमाक उल थुरुल्लेयो हुँदैन। यो थुल्दा भनेको उचाल्नु, थुत्ता थुत्ता यो थुरुल्लेयोमा चाहिँ कसरी भयो भन्दाखेरि थुल्दा भनेको उचाल्नु होइन, यो कुनै होइन। थुत्ताबाट थुत्ता सुन्नु अनि दको ठाउँमा चाहिँ द हटाएर रिउल लेखेर इन्फर्मल बनाउँदा थुल हुन्छ, त्यही भएर थुल उल्लेयो है त। यो एन्सर हो। अब यहाँ भनेको छ थाम खुरुल इक्को मुवासे थेहान खुल इन्जी खुरु सिप्सियो के को बारेमा? हानगुक एसा छेर्यु हानुन बसाइ अवधि गर्ने, बसाइ गर्ने। ओइगुगिन खुल्लोजा विदेशी मानिसहरू युगाते भनेको बिदा हुँदा, सान इना पहाड वा युमेङहान, युमेङ भनेको के हो? युमेङ भनेको प्रख्यात है त, युमेङ भनेको प्रख्यात। खोत भनेको ठाउँ, यहिङ हाम्निदा, यहिङुल खाम्निदा भनेको भ्रमण जान्छन्। ओइगुगिन सारमदुरी मानी छाजुन यहिङजी छु हानुन छेजुदो इम्निदा, विदेशी मानिसहरू धेरै खोज्ने भ्रमणमध्ये एक छेजुदो हो। छेजुदो नुन आरुमदाउन सुन्दर भएर, फोक्फो झरना वा फादागा इससा समुद्र भएर। ओइगुक सारमदुरी विदेशी मानिसहरू छोवा हाम्निदा मन पराउँछ। खगी एसा त्यहाँ सान खुग्याङदो भनेको पहाड अवलोकन पनि गरेर, फादा एसा समुद्रमा, सुयाङदो हालसुई सुम्निदा पौडी पनि खेल्न सकिन्छ। खगी खारेमेन गयो भने खसोक बसुनुन आपको एक्सप्रेस बस नभएर फिएङ्गी ना फेरुल थाया हाम्निदा प्लेन वा पानीजहाज चढ्नुपर्छ। खुरत यरुम युगाते यरुमको बिदामा, सुक्सो भनेको खानी बस्ने ठाउँ, खुहागी भनेको खोज्नको लागि, आर्यप्की गाह्रो हुने, गीते मुनि गाह्रो हुने भएकोले मेरी पहिल्यै एयाक हानुन गसी छो सुम्निदा भनेको बुकिङ गर्ने कुरा राम्रो हुन्छ। ल अब है त युगा फियोङ भनेको बिदाको शुल्क। युगा खिगान भनेको के हो? बिदाको अवधि। छेजुदो यहिङ हो, यही हो एन्सर। छेजुदो उम्सिक भनेको छ, यो होइन। र यो अब लिसनिङ है त। यसमा आ जस्सी भन्यो भने यो हुन्छ, आ जस्सी। अनि 23 नम्बरमा यो के हो भन्दाखेरि थोजाङ भनेको छाप लगाउने। अनि त्यसपछि यो यनफिल, यो मेजिन मार्कर हो है। यो के हो? बलपेन, यस्तो है त, पेन हो। यो लिसनिङको है त। अब यसमा यो के गरेको, ल म यस्तो लगाइदिन्छु है त। यो के गरेको भन्दा थिगिदा भनेको तार्नु, अनि मुछिदा भनेको यस्तो अन्डाहरू अनि त्यसपछि राखेर मोल्नु, चटपटेहरू मोल्नु पनि है। सल्दा भनेको चपिङ गर्नु, एन्सर। अब लिसनिङमा सल्गो इस्सायो भनेपछि यही हुन्छ। अनि यो चाहिँ के अरे सित्ता भनेको धोइरहेको छ, शीतको इस्सायो। अब यो छ इगसुन मसिमनिका, यो कुरा के हो? यो के हो? यो लामो नाक भएपछि फुलाया हो। लेखिदिन्छु है त म।
फुल्लाया हो। यसको काम के हो भन्दाखेरि यसको काम कुन्था हुँदैन है। यसको काम भनेको खुबुरिदा भनेको के हो? बङ्ग्याउनी र फ्यादा भनेको सिधा पार्ने हुन्छ है। यसको काम दुईटा। यो के हो भन्दाखेरि छुयुसो है, यो पेट्रोल पम्प। अब यहाँ यस्तो बान गरेको छ है, बान चिन्ह। यी सारामुन महसुल हागु इस्तुम्निदा के गरिरहेको छ भन्दाखेरि सुइचिरुल के कोत्ता भनेको घुसार्नु, पोप्ता भनेको निकाल्नु। कोक्को इस्तुम्निदा भनेपछि यो हुन्छ कोत्ता घुसार्नु। 28 नम्बरमा ओरेन्ज जुसुगा आल्माना इस्तुम्निदा कतिवटा छ? 1 2 3 4 5 6 छलाई कतिवटा हुन्छ? यसत अब केमा गन्छ? फ्याङमा। यसत फ्याङ भनेपछि यही हुन्छ है त। अब छ ओतखागे आदि इम्निका भनेको ओतखागे कहाँ छ? दुई छुङमा छ। जहाँ दुई छुङे इस्सायो भन्छ त्यही हो एन्सर यो हुन्छ। यी छुङे इस्सायो भनेपछि यही हुन्छ है त। अब लिसनिङ आयो। थामगो थुत्को मुरुङ आल्माजुन थेदाबुल खुर्सिप्स्यो भनेको छ। त्यसमा के भन्छ भनेको एन्सर चाहिँ आनियो छिङ्गुगा छगायो। यसको प्रश्न के भन्छ भने छिङ्गुगा मानायो भन्छ है। छिङ्गुगा कस्तो मानायो भन्दाखेरि मान्था भनेको धेरै हो, त्यही भएर मानायो भन्छ है। छिङ्गुगा मानायो भनेपछि के हुन्छ? आनियो छिङ्गुगा छगायो। धेरैजनाले यो लगाउने गर्छ। यो मान्नादा भनेको भेट्नु, तर सुन्दा उस्तै लाग्छ। क्वेसन नम्बर 31 मा ओजानी खोङबु हेस्सायो भन्यो है त। बिहान अध्ययन गर्छु। अनि यो केवल खोङबु हेस्सायो। यसको 6 महिना पढेँ। यसको प्रश्न के भन्छ भने आल्मा गेवल खोङबु हेस्सायो भनेपछि यो केवल खोङबु हेस्सायो एन्सर यो है त। एन्सर अनि छिङ्गु हागु खोङबु हेस्सायो साथीसँग पढे। थोसा ग्वान एसा खोङबु हेस्सायो थोसा ग्वानमा पढे। थोसा ग्वान भनेको लाइब्रेरी है त। 32 नम्बरमा के भन्छ भन्दाखेरि याबोसेयो किम याङसुसी इसेयो भन्छ है। किम याङसुसी छ भनेपछि ने आल्गे सुम्निदा हजुर बुझे हुँदैन। ने खुरन्देयो हो, तर किन हो भनेर सोध्छ। एन्सर यो हुन्छ। ने यगी इस्सायो हजुर यहाँ छ हुँदैन। ने थुरा ओसेयो हुँदैन। थुरा ओसेयो भनेको भित्र आउनुस्। अब यहाँ के भन्छ भन्दाखेरि अब यता के भन्छ भन्दाखेरि 34 नम्बरमा एन्सर चाहिँ मान्ना सफानगप सुम्निदा सुरुमा भेट्दाखेरि अन्याङ हँसियो भन्छ है। अन्याङ हँसियो छम फर्की सुम्निदा पहिलोचोटि भेटे भन्दाखेरि मियान हेयो भन्दैन, सरी भन्दैन, धन्यवाद पनि भन्दैन। अन्याङी खासिप्सियो पनि आन्ग्याङी खासिप्सियो भनेको पनि हुँदैन। मान्न सफानगप सुम्निदा। भिडियो कस्तो लाग्यो? लाइक गर्ने, सब्सक्राइब पनि गर्ने। यस्तै भिडियोहरू हाल्दै गर्नेछु।